अहिले चाहिँ म पुलकै छेउमै आइपुगेँ ल। अहिले चाहिँ म पुलकै छेउमा आइपुगेँ ल। भिडियो यो पुल सकिएको रहेछ। यो अचम्म छ क्या प्राविधिक पनि। यहाँ जोड्दै ठेल्दै उहाँ पारीबाट ठेलिँदो रहेछ नि। यताबाट वारीबाट एकपल्ट ठेलेको थियो अरे, भाँचिएर अनि पारीबाट ठेल्न थालेको पुल अरे। कति दिन भयो भाइ यसो पुल बनाउन सुरु गरेको? कितना दिन पहले ये पुल बनाने से शुरू? एक हप्तामै जॉइन हो गया? यिनै भाइहरू हुने पुल बनाउने मिस्त्री। यस्तो हुँदो रहेछ है। यसले ठेल्दो रहेछ यसरी, यहाँनिर बनाएर यसरी राखेर टुई ठेलिदियो पछि। अनि अब यहाँ जोड्दै पारीबाट आयो। जोड्दै आयो पारीबाट। मेरो युट्युब च्यानल छ क्या, युट्युबमा हाल्ने हो ल साथीहरू। सुनकोशी नदीको छेउमा आइपुगेँ म, किनारमा। सुनकोशी नदीले हाम्रो सबैको रक्षा गरून् ल। हेर्नुहोस् त है, पानी सलल बगिरहेको छ कोसी। यो पुल अब यहाँ सक्यो। अबको 10 दिनमा यहाँ गाडी चल्छ। यो पुलबाट गाडी, ट्रकहरू भारी लोड गरेर ल्याउने। यहाँ सुमोहरू, खोटाङको लिच्कीरामसे र फोकिन्टारको रौतमाई गाउँपालिकाको फोकिन्टारबाट यहाँ यो पुल जोडन कार्य भइरहेछ ल साथीहरू। हेर्नुहोस् है, यो पुल रेडी भइसक्यो। पुल म यहाँ पुलको छेउमा आएको छु। यी समुद्र हुन्, कोसी उताबाट बगेर चैनिकेर यता बग्छन् ल। तयारी अवस्थामा छन् यो। 15 दिन भित्रमा यहाँ गाडी हुन चल्छ। यहाँ अब डबल गरेको छ। यो प्राविधिकहरूको इन्जिनियरको टोली पनि छ यहाँ। हेरी कामदारले गरे, इन्जिनियरले सिकाउने मात्रै हो। ल सबै कामदारहरू काम गर्न सुरु भइसकेका छन्। यतापट्टि 12 बेरा गर्ने गरिराखेका छन्। ल साथी हो, सुरु भयो काम। सबैलाई नमस्कार। अब सुरु भयो है। होस् गर्नुपर्छ है। यहाँ ढुङ्गाले लाग्यो भने त भुतुकै हुन्छ त। ए जाडो छ यस्तो है ल साथी, नमस्ते।